मनको राम्रो मान्छे हो, तर डाक्टर सुनिल शर्माहरू जस्ताले उचाल्छन् उसलाई, कहिले प्रचण्डले उचाल्छ उसलाई, बुझ्नुभयो नि। ऊ मनकारी मान्छे हो, तर उसको थुतुन ठिक छैन। सबै दिदीबहिनीका जग्गा डुबाएको छ, मेरै पैसा खाइदिएको छ दुर्गे पर्साई। खातेलाई बोलाउनु त त्यो दुर्गे पर्साईलाई। अनि ती पछाडि हिँड्नेले हामीलाई गाली गरेर हुन्छ भन्नु न। मैले कसको के खाइदिएको छ भन्नु त? झाडु लगाएर काम गरेर खान्छु सुकेधारा चोकमा म, पुलिस बिट अगाडि। मेरो पसल खाइदियो दुर्गे पर्साईले। ज्ञानेन्द्र साई जस्ता सुनिल शर्माले अफिसमा बोलाएर मलाई मिल भने, यो तपाईँको सुनिल शर्मा छ नि भरौटे, मलाई बोलाएर के भन्नु, मामा भान्जा मिल भन्नु। म किन मिल्ने दुर्गे पर्साईसँग? मैले उसको के बिगारिदिएको छ र मिल्नु? मैले भेट्दा त उसलाई ढोग्नुपर्छ, मेरो त मामा हो नि त, ढोगेकै छ। मैले भन्न खोजेको मान्छेको विचार हेर्नुपर्छ। यहाँ नातावाद र कृपावाद, मेरो भान्जो, मेरो काका, मेरो मामा, मेरो छोरो, मेरो सालो, मेरो साली भन्ने यी सबै मेरो आफ्ना हो। भोलि तपाईँ प्रधानमन्त्री हुनुभयो भने सबैलाई के छोडिदिने? तपाईँ कानुन भएको देश हो यो, बुझ्नुभयो नि। यो देशमा सबैभन्दा ठुला भ्रष्टाचारी तपाईँ र म हो। जबसम्म तपाईँ र म क्लियर गर्दैन तबसम्म देशै बन्दैन। तपाईँ म सुरु गर्नु पर्यो, आफैबाट सुरु गर्ने हो। यी गर्दाखेरि यहाँ सबै अमला आफूतिर हुन्छ। अनि तपाईँ यस्तो बुढो मान्छे भएर मलाई त शिक्षा दिनुहुन्छ, उहाँलाई के भन्नुभयो तपाईँ? दुर्गे पर्साईले खोलिदियो नि त। यत्र बच्चालाई पनि थाहा छ देशमा भ्रष्टाचार भएको छ, पार्टीमा पनि भ्रष्टाचार छ। हामीले यही राजा महेन्द्रले होइन यी दुईटा पार्टी जन्माएको, अनि राजा र नेता भएर देश आजसम्म यहाँ पुर्याएको होइन। कुन चाहिँ रवि लामिछानेले ब्यालेन्स शाहले बनाइदिएका छन् भने यो देशका तीनटा शक्ति भनेको एउटा डेमोक्रेसी काङ्ग्रेस, एउटा नेकपा एमाले, एउटा राज संस्था। अरू सबै उडेर आएका हुन् एनजिओ आइएनजिओबाट, पकेट मारेहरू हुन्, बुझ्नुभयो नि। रविलाई गृहमन्त्री बनाउने त मै हो त, केपी ओलीलाई भेटेर। तपाईँ कहाँ हुनुहुन्छ? सोध्नु त अहिले यहीँ हुनुहुन्छ त, केपी चितवनबाट लिएर आएकै मैले हो। भात नखाइकन ब्यालेन्स शाहलाई मेयर बनाउने मै हो। लोकतन्त्रमा के छ भने आफूले चुनेका प्रतिनिधिले काम गरेनन् भने पठालामा पकडेर ल्याएर अर्को प्रतिनिधि चुन्ने अधिकार छ। अनि हामी किन बौलाका? अनि भोट दिएका नेता चाहिँ बाहिर छन्, बनाउने बोकाहरू पकेटमारहरू गरेर प्रधानमन्त्री भएका छन्। अनि हाम्रो देशको ढिकुटीमा क्यापेर गजेडीले राज गर्दैछन्। भोलि तपाईँको छोरो प्रधानमन्त्री भयो भने संयुक्त राष्ट्र सङ्घमा गएर मेरो देश स्वतन्त्र हो भन्ने कागज पनि जलाइदिए। अनि जेएनजीको नाम बेचेर देश आगो लगाउने, राष्ट्रिय झन्डा कम्मरमा बाँध्छन्, राष्ट्रिय झन्डा टाउकोमा बाँध्छन्, अनि ओढेर आगो लगाउँछन् भन्नु त। त्यो कुराको फलो गर्नु न तपाईँ। मान्छे त तपाईँ पनि राम्रो, यहाँ सबै राम्रो छौँ त, हामी नराम्रो को छ र? उसको बिहोरालाई भन्ने हो हामी, त्यो पो कुरा गर्ने हो त। तपाईँहरू जस्तो व्यक्तिले छोराछोरीहरूलाई त मेरो मामा हो त ऊ, यो केपी ओली। यहाँ सुन्नु, यता सुन्नु, यता सुन्नु 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 केपी बा हुनुहुन्छ नि, मेरो फुपाजु हो। अब फेरि कसरी हो भन्नु होला तपाईँ, नेवारकी छोरी बिहा गरेको छ भनेर। जुन केपी शर्मा ओली आज यो लेभलमा हुनुहुन्छ नि, हाम्रो कृपाले हुनुहुन्छ र हामी माला जपेर बसेका छौँ फेरि प्रधानमन्त्री बनाउनलाई, बुझ्नुभयो नि। यो देशको नेता भनेको केपी ओली हो। आओ, जो पनि आओ, युवा पनि आउनुपर्छ, तर छनौट गर्नुपर्छ। कति फेल हुन्छन्, कति आउट हुन्छन्, आउँदै गर्छन्। अब काङ्ग्रेसमा गनाउने बोका भएर बसेका छन्, उनीहरूको पालो नआउने। एमालेमा गनाउने बोका भएर बसेका छन्, उनीहरूको पालो नआउने। अनि उडेर हेलिकप्टरमा आएर प्रधानमन्त्री बन्नुपर्ने 45 दिनका कुखुरा खाएर छिटै आउने र छिटै जाने काम गर्दैछन् अहिलेका युवा। 1 घन्टामा प्रधानमन्त्री हुन्छ? यसरी आएर हामी भोट दिने? एकछिन पख्नु बा, यसरी आएर भोट दिने? यहाँ सुन्नु, तपाईँहरू जस्ताले देश बिगारेको, तपाईँहरूले उल्टो बोलेर। तपाईँहरूले किन एउटै पार्टीलाई बहुमतको सरकार बनाउनु भएन जमानादेखि?